पहिला म त्यस्तै भयो खम्बा बोक्ने हेली हाङ हैन मैले रक्सी जानुस् मालिक यहाँ रोजिना हेर मल बोकेर थाकेर हैन एउटा यो हेर यो के गर्नु बसेको हो यो के गर्नु बस्यो युवराजको जान के छ अरे उसको नाम के भन्छ उसले फोटो गाड्यो पुग्यो अब उभो कसरी लाने कता उभो अब रोजिना हैन यताबाट पल्लो सुँगुर खोर्दै हौ त्योबाट पनि निस्किन सक्छ म त टाढा मल बोक्दैछु हेर्नु होला फर्स्ट टाइम म भिडियो बनाएर आएर फर्स्ट टाइम मल बोकेको हैन मामली घरमा हैन उसलाई देखाइहाल्ने त्यहाँ हुन्छ सबै दिकुलाई मामा त्यो मामाहरु दिकुहरु माइजको आशा गरो भन्दै हुन्छ हुन्छ कोदाली पनि छ नि त हल्लो हरिसेर सक्छ बो म कहीँ जान्छु मेरो पनि फर्स्ट टाइम हो दिदीको पनि फर्स्ट टाइम हो गाइड फर्स्ट टाइम हो के त्यो आज सकेन मात्रै हैन नम्बर सकिहाल्थ्यो नि फर्स्ट टाइम ए म मेरो मन त यता पो थियो फर्स्ट टाइम हेलो गाइस फर्स्ट टाइम यस्तो भइरहेको छु अनि गाउँमा गएपछि यस्तै गर्नुपर्छ राइट अब म माथितिर जाँदैछु मल्लिन गाइसहरू हेर्नु होस् मेरो मल बोकेर आइसकेको हो दिदी ओ हेली दादा हाल्नु न अनि सक्नुहुन्छ दिदी पनि फर्स्ट टाइम है ओ माइजु चाहिँ फर्स्ट टाइम है सेकेन्ड टाइम थर्ड टाइम हामी फर्स्ट टाइम म त फेरि बिर्सी जान्छु नि मालिक काजी साहेब म सही गरेको मात्र हो यो म सक्दिनँ गाइस
सक्दिन ए अब फेरि भारी बोक्नु पर्छ के गर्नु उतार्नु अब ओ माय गॉड फेरि भारी बोक्नु पर्छ जाडोमा नुहाउनु पर्ने हुन्छ बिसाइसो हाल्नु हाल्नु तर बाटोमा कसरी हाल्नु ती कोदालीमा आउँछ मल के हुन्न खोइ त म लडे गाइड एकछिन ल गाइड म लडे ओहो अब त माथि पो जाने हो निसा त्यहाँभन्दा माथि उठाउनु गाह्रो छ मलले घोप्टा मान्छेलाई लडायो अब रोजिनाको बालो अहिले यताबाट जाने कि परबाट छ आमा रोजिना पनि गरम हुन्छ होला हजुर अब रोजिनालाई पनि गरम हुन्छ होला नि त्यहाँबाट त अप्ठ्यारो होला पल्लो चाहिँ बाटो पर त बाटो बन्द भइसक्यो होला हेलीले भात लगाएर मरै उठ्न सकिँदैन रमाइलो भएको छ निशान यहीँ बस्ने हो मल बोक्दै हेर्नु गाइड के भइरहेछ यो दिदी कस्तो हुनुहुन्छ नि यसरी कति धोक्रो हान्नु कोपा उठाउनुहोस् म उठ्न सकिनँ कोपा भिडियो खाने कसैले लिएर आउन मोबाइल छैन जस्तो हल्दिन्छ मुला ए उता ल्याउनु न कोपा मेरो भिडियो गर्ने मोबाइलमा छैन अनि कोपा मुनि हेर्नु न हुन्छ ल्याउनु